सो हामी चाहिँ यहाँ ठेलामा बसेर कस्तो छ हेरौँ चिया सो पानी खाने रे लादी मलाई यहाँ राखौँ त एकछिन यो पानी त हराउँदैन सो म त यहाँ छु चिया खाने नखाने तिमीहरू चिया खाऊ न अझै अर्को पनि चिया खाऊ काल चिया खाने लादीमा चिया खाने अर्को भएन अनि तपाईँ खानु चिया त मोमो यो मोमो खामै गाइजहरू घरमा चाहिँ भात पकाएको थिएन लिएर गर्ने कसको सास जान्छ अनि मार्छ तिमीहरूले छिटो भात पकाऊँ अनि दाल छिटो लगाइदिउँ घरमा चाहिँ खाना पाएको छैन हामी चाहिँ बाहिर बाहिर यसरी मोमो खाइहिँड्छौँ भने ज्यान मोटाउँदैन त सेफाली नि आयो खान्न म चाहिँ झन् मोटाएको छैन त केही पनि खान्न कि बाहिरको त्यही भएर मैले तातो छ केही ल लाडीमा तातो खानु मान्दैनौ यो चाहिँ हाम्रो बच्चा होइन यसले हामीले बास घाट्नु भित्रा हो खास है अहिले आउँदा आउँदै पोरा रोडमा हामीले भित्रा यसले टिपेर लिएको न यसको पन्जा छ न यसको टोपी छ यसलाई हामीले बास घाट्नु भित्रा चिल्ली छ पन्जा टोपी लगाइदियो भने एकैछिन तर कहाँ फाल्छ टोपीहरू मोटाइन्छ होला है नाना अस्तिभन्दा म मोटा छु अस्तिभन्दा घटेको जस्तो चाहिँ देख्छ सेयर सब्सक्राइब गरिदिनु होला अनि अरू के भन्न चाहनुहुन्छ तिमीलाई जाबेलमा घुम्दा कस्तो लागेको छ किन कहाँ पिटे यो चाहिँ हामीलाई सोधेर हराउँछ पिलिक 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 बाटोमा खोज्दा खोज्दा खाने एउटा दुइटा खाइदिउँ न कस्तो हुन्छ चिया भइरहेको थियो पिरो लाएर चाहिँ लादी पनि खाँदैन होला है मोमै मात्र बिहान पनि मोमै खाएको खिर यति एक कुकर खिर पकाएर मैले छोराएको छु अब कहिले खानु भोलि अब चाहिँ यस्तो खाएर अब धेरै मोटाइने रहेछ यार बिहान पनि पर्छ